जीवकसँग भेट हुन्छ तिम्रो छैन दाइ मैले एकचोटि भेटेको छैन कहाँ छ त्यो जीवक यार थाहै छैन दाइ कहाँ छ जीवकलाई पनि अस्ति हालिदियो त हुन त उसलाई पनि प्लेनबाट फोटो हालिदियो त भिडियो हालिदियो त चस्मा भरि पुरा घोपेर म सो गर्न जाँदैछु गाइज आउनु है गाइज भन्नु कहाँबाट आउनु प्लेन टिकट कल काटिदिन्छ माछालाई बवाल हो मान्छे बवाल गरे हामी चाहिँ आउँछौँ दाइ तर तपाईँ चाहिँ पक्कै आउनु है दाइ ला त जीवम नगइदिरहेला सबजना आउनु है भाइ सोल्टी नगइदिरह क्या सोल्टी कहाँ पुग्यो म त बिर्सेछ क्या दाइ गजब बेइज्जती है अति जग्गा उसको त यार आमा उसलाई त्यो कन्ट्रोल गर्नुपर्ने यार त जीवको तिम्रो डिसिप्लिन जीवमा भयो भने के हुन्थ्यो बवाल मान्छे होइन ट्यालेन्टै बवाल छ है बवाल मान्छे या तिम्रो त्यसो भन्यो भनेपछि त्यो मान्छे सुध्रिनु पर्ने यार अब उस सुध्रियो होला नि मलाई थाहा मैले त अझसम्म टर्नै नदेखेँ भिडियो हेर्दा सुधेर छैन उसको त्यो सब्सटेन्स अब्युज अब हुन त त्यो हामीले उसलाई जीवकलाई मैले हेरेँ भनेको त्यही एउटा त्यो वाला हो होइन मैले ब्याटल सबैले ब्याटलबाट सुरु भएको ब्याटलमा त क्रेजी नै थियो नि ब्याटलसँग त ल मारे म त पागलै भएको ब्याटल के भयो म बुढो मान्छे साइको भइदिएर ल यार केटाहरू के हो छिटाहरू त त्यहाँको त्यहीँ त्यसरी हानेर त त्यो त अति हो नि मेन्टेन चाहिँ राम्रो गरेको थियो अझ बवालले जान्थ्यो त्यो हान्ने बित्तिकै पोखरामा भेट भइहाल्यो फेरि बेकान भनेर भेट भइहाल्यो त्यसपछि बिग्री गयो फेरि है हजुर राम्रो गरोस् म त त्यो म त होइन एज पनि सानै छ नि त दाइ एज पनि सानो छ बिस्तारै राम्रो हुन्छ